माफी त त्यो बच्चीले होइन, काङ्ग्रेस एमाले माओवादीले माग्नुपर्छ। माओवादीले आफ्नो झन्डा च्यातेको निम्ति त्यो बच्चीले माफी माग्न लगाएछ। उनीहरूले आजसम्म नेपाली जनतालाई आफू शक्ति र सत्तामा पुग्नका लागि भर्याङ बाहेक के बनाए? आजसम्म उनीहरूले आफू, आफ्नो पार्टी, आफ्नो गुट, आफ्नो आसेपासे, आफ्नो नातेदार, आफ्ना छोराछोरी बाहेक कसको हितमा काम गरे? राज्य शक्तिलाई दोहन गर्ने बाहेक अर्को के काम गरे जो जनता खुसी हुन्? जनताका जनजीविकाका प्रश्नहरू जहाँको त्यहीँ छन्। आजसम्मका 8वटा निर्वाचनमा 8वटा घोषणापत्र निकालिसक्यौ, बाचा कयौँ गरिसक्यौ, कुरा चाहिँ नगर्ने, फेरि पनि प्रधानमन्त्री हुने, सरकारमा जाने, मन्त्री हुने, सांसद किन्ने, सरकार ढाल्ने, यो बाहेक के गर्यो? तिमीहरूको अपराध त माफी मागेर पनि पुग्दैन, सजाय भोग्नै पर्छ। र यसको सजाय नेपाली जनताले फागुन 21मा काङ्ग्रेस एमाले माओवादीलाई हराएर दिनेछन्। तपाईँ सोच्नुहोस् न, तपाईँले कुनै अपराध गर्नुभयो र मलाई माफ गरिदिनुहोस् भन्नुभयो भने तपाईँलाई त्यसको सजाय नहुने हो र? हामी जनतालाई त पुलिसले राति 12 बजे दल बल सहित बेडरुममा आएर घटेसीमा समातेर अन्तिम इच्छा सोधेर लिएर जान्छ। काङ्ग्रेस एमाले माओवादीहरूले त आफ्नो स्वार्थका लागि जन्म कैद भएको एउटा कैदीलाई पनि काङ्ग्रेसबाट राष्ट्रपति भएका रामचन्द्र पौडेलले आम माफी दिएर जेल बाहिर निकालेका छन्। तर एउटा हुँदाहुँदै गरेको जनताको आशा वैकल्पिक शक्तिको केन्द्रको नेतृत्वलाई आफूलाई खतरा भयो भन्दैमा लगेर 15 महिना जेलभित्र पुछिएको छ। अझै पनि सो मुद्दा फैसला हुन कति वर्ष लाग्छ कसैलाई थाहा छैन। एमालेको झन्डा जलाउने पनि आफ्नै कार्यकर्ता रहेछन्। आफ्नै कार्यकर्तालाई झन्डा जलाउन लगाएर आफूले राति राके जुलुस निकालेर निर्वाचनलाई बिथुल्ने काम नेकपा एमाले गरिरहेको छ, अनि दोष चाहिँ रासोपालाई लगाइरहेको छ।